So what is up, beautiful people? Welcome back to the brand new episode. अनि के छ सबैजना सम्झिनुहुन्छ होला हैन म पनि सन्चो आरामै छु अनि अहिले चाहिँ अब टक्क हामी काठमाडौँ जान लाग्यो अहिले 12 किलोमा आइपुग्यौँ अनि बात चाहिँ उता कहिले जानुभयो म र मामा जान लाग्यो हैन सो अब त्यही नै हो यहाँ 12 किलोमा छु हैन कलाएर सबैजना अब मान्छे गाडी धक्कामा लाज लाग्दो रहेछ गाइजीको गाडी छ बिस्तारै अब बाटोमा कस्तो हुन्छ देखाउँछु होइन लाज नमानिकन तपाईँहरूलाई पनि देखाउनु पऱ्यो र यो अब सानो होला सुने होइन अब अलिक भिडियो सुडियो गरौँ ल होइन अहिलेको लागि बुढुबुढीको अहिले चाहिँ होइन बसपाटबाट हरेर अनि त्यसपछि भिडियोहरू लिन आएको थियो हामी यताबाट जाँदै हो टक्क पानी परेको उबर ब्लर आएछ पानी परेको मेरो क्यामेरा यार पानी परेको अहिले भिडियो भइरहेको 12 में भिडियो राख्ने मान्छेहरू सब लिएर राख्नु लाग्दैन मलाई चाहिँ भिडियो बनाउनु काठमाडौँमा रेनी सिजन अब अलिकता गएर भेटौँला हिँड्न गाह्रो भइरहेको टक्क अब काठमाडौँ देख्न सक्नुहुन्छ काठमाडौँ कि कहाँको गल्ली हो यो त्यस्तो छ काठमाडौँको हालत त क्यापिटल सिटीको हालत त अब अरू ठाउँ झन् कहिले विकास हुने बिजोक छ बिजोक गुड मर्निङ होइन अहिले चाहिँ म टक्क यता काठमाडौँको के मन्दिरमा ल्याएको साराले मन्दिरमा आएको छु मन्दिर यस्तो छ टक्क लगाएर भगवान् छ यार त्यसपछि लगाएर भनेको यहाँ भगवान् सुतिरहनु भएर चाहिँ उठ्ने बेलै भएर हुन्छ उठ्ने होइन भने हेरी उठ्नु हो उठ्नु धेरै सुत्नु हुँदैन हेरेर सुतेको सुत्दै ढोगेर जाम अब यहाँ आइसकेपछि होइन ढोगेर जानुपर्ने हुन्छ हामी यहाँबाट होइन यस्तो नि यस्तो रहेछ यता सिक्यो ए बिहान बिहान यसो मन्दिरको पराक्रमण ढोक्दिउँ को हो यो चिन्ने हुनेले कमेन्ट गरिदिनुहोस् मेरोभन्दा ठुलो छ प्यान्ट चाहिँ गाइज घुम्नुपर्ने हुन्छ अब घुम्नुपर्ने हुन्छ राधाकृष्ण अरे होइन राधाकृष्ण अरे गाइज हेर्ने छ यतातिर यस्तो यस्तो छ होइन हेलो हेलो मजा होइन कस्तो बल देखाएको छ आएर कसम सिन भने तिमी होइन हेर न कस्तो देखाएको यस्तो बल देखाएको यार लडाउँदो रहेछ यार भिडियो गर्दा नि मलाई चाहिँ लाग्दैन तल नजाम तल के
भयो चल्न जाऊँ फर्किन्छ अब ल यस गाइज अहिले हामी मन्दिर परिक्रमा गरेर आइसक्यौँ यहाँ सारा देख्न सक्नुहुन्छ आजको मेरो गाइड रे अहिले चाहिँ हामी सामाखुसी भन्ने ठाउँमा अरे रानीबारी यत्रो रानीबारी त्यहाँ फेरि रानीबारी हुन्छ यो ठाउँलाई रानीबारी भन्छ सामाखुसी भित्रपट्टि ए ल रानीबारी अरे हो मलाई थाहा छैन आज प्लेन देखाउँछु भिडियोमा नि मैले प्लेनै देख्नु पाइनँ गाइस के भन्छ मान्छे आएर भने हामी आफ्नो काम गर्ने उनीहरू आफ्नो काम गर्छ त किन लजाउने हो र भने आफ्नो काम गर्दा नि किन गर्नु छ र मोटरसाइकल सब यतातिर टक्क देखाइदिउँ हाम्रो सारालाई देखाइदिउँ चटक पारेर हिँड्नु चाहिँ गाइज म यो सिम्बलले आइदिउँ कि किन बन्द गर्नु छ र ल बन्द गरिदिएँ है त गाइज अहिले चाहिँ म यो के अरे विशालनगर छु होइन त्यहाँ काम कामले आएको थिएँ अहिले पठाउमै आयो अहिले पठाउमा जान लाग्यो होइन पठाउ गएर चाहिँ एउटा भिडियो कि अन्टी जस्तै हुनुहुन्छ होइन पठाएर एकछिन आउँछ भने टाइम लाग्छ अरे अलिकति त्यसपछि अनि आउँदै हुनुहुन्छ अरे अब म देखाइहाल्छु पठाउमा कस्तो हुन्छ होइन अन्टीसँग राइड गरेर अब देखाइहाल्छु ठिक छ अब अन्टी आइसक्यो नि टक्क कुरो गरौँ ल अहिले यसो म एकछिन यता हेर्दै बस्नु पर्यो अब के गर्नु त उपाय छैन अहिले हामी के गरेको कि जाँदैछौँ 2 वर्ष भइसक्यो गर्नु भएको होइन मैले रात 12 घन्टा सुरु गुटे 2 वर्ष हुन्छ सब